नमस्कार साथीहरू, जगदीश खरेल नाम त सुन्नुभएकै होला। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो कार्यकालको सञ्चार क्षेत्रमा धेरै सुधार र उपलब्धिहरू गरेका छन्। यहाँ म तपाईहरुमाझ केही कुराहरू साझा गर्न गइरहेको छु। नम्बर 1, मिडिया स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा। मन्त्री खरेलले मिडियालाई स्वतन्त्र बनाउन र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि नयाँ नीतिहरू लागू गरेका छन्। उनले पत्रकारहरूको काममा दबाव र जोखिम कम गर्नको लागि विशेष प्रयास गरेका छन्, जसले पत्रकारहरूको काममा सकारात्मक प्रभाव पार्न सक्छ। नम्बर 2, सूचना प्रविधिको विस्तार। खरेलले देशभर इन्टरनेट बढाउने र डिजिटल खाडल बनाउने काममा सक्रियता देखाएका छन्। उनले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच बढाउन विशेष योजनाहरू थपेका छन्, जसले देशको विकासमा मद्दत गर्ने अपेक्षा गरिएको छ। नम्बर 3, सरकारी सञ्चार प्रणाली सुधार। सरकारी नीतिहरूलाई जनतामाझ पारदर्शिता र स्पष्टसँग पुर्याउन डिजिटल माध्यमहरूको प्रयोगलाई बढावा दिएका छन्। मन्त्री खरेलले सरकारी सूचनाको उपलब्धता सुनिश्चित गर्न पारदर्शिता र जवाबदेहीलाई प्राथमिकता दिएका छन्। नम्बर 4, कानुन संशोधन। मन्त्रालयले सञ्चार सम्बन्धी कानुनी नियमहरूलाई अपडेट गर्ने काम गरिरहेको छ। मन्त्री खरेलले कानुनी संशोधनका लागि सभा समितिहरूसँग सहकार्य गर्दै पारदर्शिता र जवाबदेहीको सुधारको प्रयास गरेका छन्। नम्बर 5, मिडिया साक्षरता र जनचेतना। मन्त्री खरेलले नागरिकहरूको मिडिया साक्षरता बढाउने उद्देश्यले विभिन्न कार्यक्रम चलाइरहेका छन्। उनले गलत सूचना र अफवाह विरुद्ध जनतालाई सचेत गर्ने र प्रमाणित जानकारी पुर्याउने प्रणालीमा विशेष ध्यान दिएका छन्। यो सबै कुराहरू बुझ्दा मलाई एकदम सबैभन्दा राम्रो लागेको म के भन्न चाहन्छु भने सञ्चार मन्त्री जगदीश खरेलले सूचना प्रविधि र मिडिया स्वतन्त्रतामा एकदम ठुलो काम गरेका छन्। उनले गरेको यो सुधार, यो काम जनताहरूमा पुगेको पनि छ, पुर्याइरहेका पनि छन् मिडियाका दाजुभाइ दिदीबहिनीहरूले। अनि यसमा उनले राम्रो प्रतिक्रिया पाएका छन् र राजनीतिक दल र सङ्गठनहरूले विरोध गरेका पनि छन्। खरेलको कार्यकालले नेपाली सञ्चार क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउने एउटा आशा गरिएको छ। यसको प्रभाव एउटा दीर्घकालीन रूपमा देखिने विश्वास गरिएको छ। अब नेपालका नागरिकहरूको मिडिया र सूचना प्रविधिको पहुँचलाई सुधार्न र सशक्त एउटा नागरिक समाजको विकासका लागि जुन हाम्रो खरेल साहबका प्रयासहरू छन्, यिनी एकदमै राम्रो छन् र एकदमै महत्त्वपूर्ण बनिरहेका छन्। धन्यवाद खरेलजी।